त्यसैले हामीहरू प्रार्थना गर्दाखेरि के हुन्छ, यो होस् मुखले यस्तो भनेर मन कतै डुलिरहेछ भने हेर्दाखेरि चटक्क हेर्दाखेरि वा कति राम्रो मलम गरिरहेछ जस्तो लाग्यो। वास्तविकमा आफै सोच्नु हो कि हो। त्यसैले हामी मन लाम भनेको अब के रहेछ त, साङ्चु मोलामा के व्याख्या गर्नु भएको छ भन्दाखेरि साङ्चु मोलामा खास के व्याख्या गरेछ, झाङचु किस्यम भनेको के हो, बोधिचित्त, सम्पूर्ण प्राणीको हितको निम्ति म बुद्ध सराको ज्ञान प्राप्त गर्न सकोस् भन्ने भित्रको एउटा आशा अथवा एउटा के हो, आशालाई के भनेर बोधिचित्त हो। हामीहरूले त्यो किसिमको बोधिचित्तलाई भित्रदेखि उत्पन्न गरिसकेर अब हामीले दैनिक जीवनमा हामीले के गर्नुपर्छ त भनेर भन्दाखेरि दैनिक जीवनमा यो गर्नुपर्छ भनेर व्याख्या गरेको छ। त्यसैले के रहेछ, साङ्पोच्यपा भनेको के रहेछ त, साङ्पोच्यपा भने अरूको हितको निम्ति गरिने व्यवहारलाई भन्ने हो। बुझ्नुभयो त, साङ्पोच्यपा भनेको के रहेछ, अरूको हितको निम्ति गरिने व्यवहारलाई भन्ने हो। एउटा त्यो व्यवहार चाहिँ कस्तो गर्नुपर्छ त, दैनिक जीवनमा कस्तो गर्नुपर्छ त भनेर देखाएको हुनाले अनि यो जुन पनि हामीले गरेको पाठलाई साङ्पोच्यपा भनेर बुझ्नुभयो त। हामीले यो बुझ्नुपर्छ पहिला कतिवटा अर्थ भनेको तीनवटा भने है। एउटा राम्रो व्यवहार गर्नेको आफ्नो भित्रको इच्छा, त्यसलाई एउटा भन्यो इच्छा। अब राम्रो व्यवहार के हो भन्दाखेरि अब यो भित्र आउँछ नि त, यो हो यो हो यो हो यो हो यो हो भनेर हुन्छ नि त। अब त्यो चाहिँ बिस्तारै एउटा के भन्यो, झाङचु सेवा कुन्दुसँग अथवा बोधिसत्व समान्तर भद्रले आफूले दैनिक गरिरहेको व्यवहारको बारेमा यहाँ व्याख्या गरेको छ। त्यसैले यो पाठलाई के भन्यो, साङ्चु मोलाम। साङ भनेको झाङचु सेवा कुन्दुसँग बोधिसत्व समान्तर भद्र, चेपा भनेको व्यवहार, मोलाम भनेको उहाँले जति गरेको सोच हुन्छ, उहाँको सोच राम्रो